ऊर्जा पोडकास्टमा स्वागत छ विराटजी। धेरै धेरै धन्यवाद अभिषेकजी। र हाम्रो भ्युअर्सलाई, हाम्रो आम जनतालाई र ऊर्जा पोडकास्टको भ्युअर्सलाई चाहिँ विराज पौडेलजीलाई हामीले यो भिडियो किन सुन्ने भन्ने चाहिँ बुझाइदिनुहोस्। को हुनुहुन्छ विराजजी? सम्पूर्णमा नमस्कार, म विराज पौडेल। म दाङ घोरै निवासी भनौँ। म विगत 3-4 वर्षदेखि समाजमै काम गर्दै हिँडिरहेको छु। समाजसेवी, अझ विशेष गरी सामाजिक अभियन्ताको रूपमा काम गरिरहेको छु, समाजमा काम गरिरहेको छु र थुप्रै सङ्घ संस्थामा पनि आबद्ध छु, जस्तो कि रोट्र्याक, लियो, लायन्स र हालै म अलिकति राजनीतिमा पनि जोडिएको छु र साथसाथै म अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि। जस्तै राष्ट्रिय युवा संसद भइसकेपछि तपाईँको भूमिका के रह्यो? सर्वप्रथम त राष्ट्रिय युवा सांसद भन्ने एउटा प्लेटफर्म जो एउटा छाया सरकारको रूपमा स्थापना भएको थियो। एउटा सरकार त थियो, तर त्यस लगत्तै एउटा छाया सरकारको रूपमा त्यो थियो, जसले हामीलाई पार्लियामेन्ट्री प्रोसिड्युर, संसदीय अभ्यासको बारेमा ज्ञान दिने त्यो एउटा वर्कसप थियो। त्यो वर्कसप लगभग 2 वर्षको पिरियडको लागि थियो र बिचमा जेनजी आन्दोलनले गर्दा त्यो अलिकति अवरुद्ध हुन पुग्यो र अहिले हालै एउटा बैठक बसेर त्यसलाई फेरि कन्टिन्यू दिने भन्ने खालको निर्णय भएको छ र त्यसले एउटा खालको व्यक्तित्व विकास र संसदीय अभ्यासको विकास र डेमोक्रेटिक र लोकतन्त्रको अभ्यासबारे मलाई चाहिँ व्यक्तिगत रूपमा र समाजमा एउटा ज्ञान दियो। नेपालको सन्दर्भमा कस्तो छ भन्दाखेरि पार्टी त्याग गर्दाखेरि अथवा विचार छोड्दाखेरि यहाँ कस्तो हुन्छ नि, ओहो यो त गलत मान्छे हो, आफूमा आउँदासम्म चाहिँ राम्रो, नत्र भनेपछि यो मान्छे ठिक छैन है। जस्तै कि तपाईँ पहिले तरुण दलमा देखि नेपाली काङ्ग्रेसको आस्था राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन प्रतिनिधि भने जस्तै यसको यात्रा बारेमा भन्नुहोस्। खासमा सबैको आफ्नो विचार हुन्छ र लोकतन्त्रमा एउटा विचारलाई अँगाल्न पाउनु उसको अधिकारको कुरा पनि हो र म पनि एउटा लोकतान्त्रिक विचारलाई बिलोङ गर्ने व्यक्तिका रूपमा म एउटा हुटुटी थियो। त्यो उमेरमा 18-19 वर्षको उमेरमा म माथि हुटुटी थियो। त्यो विचारले मलाई तान्यो र काम गर्ने अपर्च्युनिटी पनि तरुण दलले दियो र त्यहाँभित्रको अलिकति संस्कार भन्दा पनि त्यहाँभित्रको प्र्याक्टिस गलत थियो। लोकतान्त्रिकको प्र्याक्टिस त भयो, तर बाहिरी रूपमा त्यसले गर्न समाजमा इम्प्याक्ट गर्न सकेन र साथसाथै हामी नै सडकमा आयौँ र यदि पुरानो राजनीतिक दलका विद्यार्थी नेता, युवा नेताहरू सडकमा आउनु थिएन भने मलाई लाग्छ जेनजी आन्दोलन पनि सफल हुन्थेन र अहिले देश परिवर्तनको बाटोमा पनि जाने थिएन जस्तो लाग्छ। अनि आफूमा हुँदासम्म चाहिँ राम्रो भन्छन्, अनि होइन अब त स्वाद पायो गयो भन्ने कुराहरू चाहिँ कसरी लिन्छ? होइन, यस्तो हो, लोकतन्त्रमा विचार नै पार्टी परिवर्तन गर्नु पनि उसको अधिकारको कुरा हो। किन उसलाई गलत आजसम्म हिजोको बुझाइसम्म म हिजो कक्षा 10मा पढ्दाखेरि कुनै चिज ठिक लाग्थ्यो भने अहिले त्यो चिज होइन, त्यहाँनिर अलिकति म मिस रहेछु है भन्ने लाग्थ्यो र अहिले सच्चिँदै जाने समाज भनेको एउटा चेन्ज हुने कुरा हो। त्यसकारण मैले हिजोको काङ्ग्रेसलाई कोही पनि गाली गरेको छैन, किनभने ऊ लोकतन्त्रको बीपीको विचार त गुड थियो नि त, तर अहिलेको क्यारेक्टरले त्यो गलत औलायो नि त, त्यसलाई त्यो प्र्याक्टिसमा गलत भयो नि त। पोलिटिकल प्र्याक्टिस पर्फेक्ट रूपमा भयो भने पो हुने हो, तर हाम्रो पुरानो राजनीतिक दलको परम्परा के भयो भन्ने एउटा र गर्ने एउटा भयो नि त। र तपाईँलाई म एउटा उदाहरण नै दिन चाहन्छु। जस्तो अहिले पछिल्लो समय स्वकीय सचिव राख्ने कुरा एउटा नेपाली समाजमा भ्रमिक भइरहेछ क्या, गलत हो भन्ने भइरहेछ। तर एज युजल तपाईँ एउटा सांसद, तपाईँ एउटा मेयर, तपाईँ एउटा प्रधानमन्त्री हुँदाखेरि तपाईँले सबै काम त हेर्न सक्नुहुन्न नि त। स्वकीय सचिवको पनि त आफ्नो मूल्य मान्यता छ नि त। तर हिजोको प्र्याक्टिसमा के भयो, स्वकीय सचिव राख्ने कुरा आफ्नो घरका मान्छेलाई राखियो, आफ्ना घरका वरिपरि नातेगोतालाई राखियो, जसले गर्दा समाजमा स्वकीय सचिवप्रतिको दृष्टिकोण गलत हुन गयो नि त। त्यो प्र्याक्टिस हिजोका दलले नराम्रा गरेकै कारण आज यो प्रतिफल भोग्नु पर्यो हो नि त। त्यसकारण उहाँहरूको भनाइ एउटा र गराइ एउटाका कारण यो अवस्था चेन्जमा गएको तपाईँलाई जस्तो। अब एउटा इन्ट्रोभर्ट मान्छे, अब बोल्न सक्ने मान्छे त बोल्नेको पिठो पिक्छ, नबोल्नेको पनि के बेच्दैन भने जस्तै एउटा इन्ट्रोभर्ट मान्छे जियो पोलिटिक्स थाहा पाउँछ, उसले सब पोलिटिकल रिलेटेड कुराहरू सबै कुराहरू थाहा पाउँछ, तर त्यो अन्नेसेसरी कुरा चाहिँ बोल्न चाहन्न होइन। किन बोल्ने, आफ्नो हरेक ठाउँमा आफ्नो प्रतिक्रिया, जस्तो अहिले कुनै ठाउँमा विरोधको लागि मात्रै विरोध हुनुभन्दा, अनावश्यक कुरामा बोल्नुभन्दा होइन चाहिने कुरा मात्रै बोलौँ,
एउटा इन्ट्रोभर्ट मान्छेले हजुर जस्तो हजुर अहिले विभिन्न सङ्घ संस्थामा हुनुहुन्छ, विभिन्न पदहरू पाउनु भएको छ, यो कुराहरूलाई एउटा इन्ट्रोभर्ट मान्छेले पाउन सक्छ जस्तो लाग्छ लाभन? तपाईँ यहाँनिर 2-3वटा कुरा जोडिएको छ कि कस्तो भनेपछि अहिले प्रतिपक्ष हुने बित्तिकै नेता जन्मिने भन्ने कुरा छ कि नेता बन्ने कुरा छ कि अहिले हाम्रो नेपाली संस्कारमा पोलिटिक्समा पनि एउटा थ्योरी हो जस्तो कसैको विरोध गर्यो भने त्यो भोलिको दिनमा त्यो नेता हुन्छ कि। र अर्को कुरा राजनीति भन्ने बित्तिकै भाषण गर्न जान्ने र यो सबै कुरा होइन नि त, बोल्न जान्ने मात्र राजनीतिकै होइन। हाम्रै उदाहरण छ अहिले हाम्रै प्रधानमन्त्री बालेनजी खासै बोल्नुहुन्न, 27 मिनटकै भाषणमा झन्डै 2/3 सरकार निर्माण गर्नुभएको छ होइन। बोल्ने मात्र पनि भन्दा पनि समाजमा राजनीति भन्ने बित्तिकै कसले केबाट दिन्छ त्यसको योगदान नै राजनीति हो, समाजप्रतिको गर्ने योगदान नै राजनीति हो, हामीले गर्ने समाजलाई राम्रो पक्ष नै राजनीति हो। कसैले जनप्रतिनिधि भएर गर्छ, कोहीले अभियन्ता भएर गर्छ, कसैले समाजको एउटा असल व्यवसाय भनेर गर्छ, कसैले तपाईँ जस्तै असल पत्रकार भएर गर्छ। यही त हो नि राजनीति। राजनीति अलमोस्ट रूपमा सबै यो राष्ट्रलाई सुदृढ समन्वित बनाएर लैजाने त हो नि। सबैजना फुल फेस राजनीतिमै आउनुपर्छ भन्ने पनि छैन। सबले आफआफ्नो ठाउँबाट आफआफ्नो योगदान दियो भने अभियन्ताले अभियन्ताको रूपमा, समाजसेवीले समाजसेवीको रूपमा, व्यवसायले व्यवसायीको रूपमा र नेताले नेताको रूपमा, नेता भन्दा नि अझ जनप्रतिनिधिले, सांसदले यसरी लैजाने हो त हामी समाजलाई। तपाईँको विचारमा यो जेनजी आन्दोलन चाहिँ विचार समूह हो कि उमेर समूह हो के लाग्छ? जेनजी आन्दोलन नेतृत्व गर्नुभयो भनौँ पढाइको नेतृत्व भन्दा नि एउटा समयले गरायो भनौँ होइन, समय सिचुएसनल लिडरसिप भनौँ। अझ नेता पनि भन्न म त्यति मान्दैन। यो जेनजी आन्दोलन समग्र रूपमा एउटा फ्रस्ट्रेसनको आन्दोलन हो क्या खासमा भन्यो भने। त्यो फ्रस्ट्रेसन के थियो भनेपछि कार्यशैलीप्रति फ्रस्ट्रेसन थियो क्या होइन। जसले जे काम गर्नु पर्थ्यो त्यो काम भइरहेको थिएन, त्यसकारण त्यो फ्रस्ट्रेसन थियो। त्यो फ्रस्ट्रेसनले सम्पूर्ण युवा पङ्क्तिलाई एकजुट बनायो र त्यो आन्दोलनको मोडमा लग्यो। त्यसकारण त्यहाँ उमेर भन्दा पनि नेपाली युवामा एउटा फ्रस्ट्रेसन थियो, जुन फ्रस्ट्रेसन पोख्न ऊ सडकमा गयो र आन्दोलन एक रूपमा सफल भयो। जुन फ्रस्ट्रेसनको पछाडिको ब्याकग्राउन्ड के थियो भनेपछि हामीले रिलमा हेर्ने डिजिटलाइज ओल्ड, तर हाम्रो समाजमै भएको यो कार्यालयहरू डिजिटलाइज भएन। आज हामी जुन प्रशासनले हामीलाई नागरिकता दिन्छ त्यही प्रशासनमा गएर हामी अहिले राष्ट्रिय परिचय पत्र बनाउन जाँदाखेरि हामीलाई नागरिकताको फोटोकपी मागिरहेछ। त्यो प्रतिको फ्रस्ट्रेसन हो नि त हो, त्यसले जन्माएको आन्दोलन हो। यो उमेर भन्दा नि अलिकति त्यो फ्रस्ट्रेसन हो र यो अहिले विचारको रूपमा एउटा स्थापित भएको छ। त्यो विचार चाहिँ भन्नुपर्दा प्रविधि मैत्री शासनको विचार हो। प्रविधि नै एउटा यस्तो पक्ष हो कि डिजिटलाइजेसन चाहिँ यस्तो पक्ष हो कि जसले नेपाललाई समृद्ध र सम्पन्न बनाउन सक्छ र एउटा डिजिटलाइज छिटो काम गर्ने एउटा शैलीमा अगाडि बढाउन सक्छ। हामी आफू नै युवा भएर उमेर समूह ल एउटा युवा आउँदा चाहिँ राम्रो हुन्छ है भन्ने चाहिँ हाम्रो सोच रहेको। तर कस्तो हुन्छ नि एउटा वृद्ध आउनुभन्दा युवा आउनु चाहिँ धेरै राम्रो। तर यो मान्छे चाहिँ कोहीबाट इन्जेक्टेड छ कि कोहीले यसलाई म्यानिपुलेट गरेर ल त भन् म तेरो पछाडि म छु, अथवा त्यो मान्छेले त्यो व्यक्तिले यो मान्छेको धेरै फलोअर छ नि यसले चाहिँ एउटा ग्रुपलाई नै इन्फ्लुएन्स गर्न सक्छ है भन्ने कुरा चाहिँ यो के लाग्छ तपाईँले? युवा अहिले आउनुलाई त्यसरी कन्स्पिरेसी थ्योरी पनि फैलाइरहेछन् कि यस्तो यस्तो कुरा चाहिँ हुनसक्छ है, यो चाहिँ मान्छे यसले कोहीले कहाँबाट परिचालित भन्छ, कोहीले कहाँबाट परिचालित भन्छ, यो कुरालाई चाहिँ के भन्न चाहनुहुन्छ? यस्तो हुन्छ, युवाको साइकोलोजी अनुसार म्यानिपुलेट भन्दा नि युवा जागरुक चाहिँ छिटो हुन्छ कि कस्तो भने चाहिँ छिटो सचेत हुन्छ कि ऊ। जस्तो जेनजीको यो छ नि जेनजी आन्दोलन, पछिको जेनजी आन्दोलन हेरौँ, त्यो जेनजी आन्दोलन युवा नै जागरुक भयो नि त होइन, उसले थाहा छिटो सचेत भयो नि त। त्यसकारण पनि युवालाई बढी समाजमा मन पराउनुको कारण त्यो पनि हो, किन अलिक छिटो अलर्ट हुन्छ क्या। त्यो जागरुकसँगै उग्र पनि भयो जस्तो लाग्छ लाग्दैन? उग्र त अब त्यो अलिकति त्यो शरीरमै अब भर्खर खाउँ लाउ भन्ने उमेर रगत अलिकति त्यसले कारण पनि हो। तर त्यस्तै सही ठाउँमा हामीले इनर्जी प्रयोग गर्न सक्यो भने यसले समाजमा चाहिँ राम्रो इम्प्याक्ट गर्न सक्छ। आइडियोलोजिकल फ्याक्टर छ लिडरसिप हुनुमा अहिलेको नेपालको केसमा, अथवा होइन अब यहाँ गइसकेपछि त पावर पाइन्छ, मान्छेहरूले चिन्छन्। अब
पावर भन्ने बित्तिकै आजकल मान्छेहरू ल पैसा धेरै चाहिएन बरु पावर होस् भन्ने सोच यो कुराहरू अहिलेको लिडरसिपको फ्याक्टरमा के म्याटर गर्छ जस्तो लाग्छ आइडियोलोजिकल फ्याक्टर बढी म्याटर गरिरहेछ कि होइन मान्छेहरूलाई पावर पैसा चाहिरहेछ यो कुराले म्याटर गरिरहेछ होइन हिजोको राजनीतिमा चाहिँ तपाईँको पावरको फ्याक्टर थियो जस्तो कोही सांसद मेरो चिनेको सांसद छ भने उसले चाहिँ भरपुर प्रयोग गर्ने तर अहिले यो जेन आन्दोलन पछिको यो तपाईँको पोलिटिक्स अलिकति फरक भएको छ जस्तो सबैहरू अहिले सांसदहरूलाई पनि बढी जस्तो हिजो दाङमा सांसद छिर्दै गर्दा त्यो उहाँहरूलाई अब के भनौँ त्यो चागडी गर्न जाने व्यक्तिहरू थुप्रै हुन्थे तर अहिले त्यो छैन नि त उहाँलाई सांसदै रूपमा हेरिरहेछन् त्यो पावरको युटिलाइजेसन हुँदो रहन्छ र अर्को कुरा के देखियो भनेपछि हिजोको शेरबहादुर देउवा पूर्व प्रधानमन्त्री जस्तो व्यक्ति त पावर जनताले चाह्यो भने एकैछिनमा सकिँदो रहेछ भन्ने कुरा चाहिँ त्यहाँनिर जोडिएको छ क्या बुझ्नु भने त्यहाँनिर चाहिँ अहिले विचारले जितिरहेछ क्या बुझ्नु भने पावर भनेको सर्ट टर्म हो आज छ भोलि छैन त्यसकारण पावरमा रमाउन थाल्यो भने त्यो सकिन्छ भन्ने ज्ञान चाहिँ अहिले नेपाली समाजमा र विशेष त अहिले आउनुभएका सांसदहरूले जनप्रतिनिधिहरूले बुझ्नु भएको छ तपाईँले अहिले विभिन्न सङ्घ सङ्गठनको नेतृत्व लिइरहनु भएको छ तपाईँले अहिले सामाजिक सरोकारको विषयहरूलाई कसरी लिइरहनु भएको छ जस्तै अस्ति भर्खर तपाईँले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चाहिँ यहाँ यस्तो यस्तो भयो भन्ने कुराहरू चाहिँ हाल्नुभयो अब अरू आउने विषयमा तपाईँको के छ अब आउने प्रोजेक्टहरू के छन् योजनाहरू के छन् अब तपाईँको के भन्दाखेरि समाजमा अब ट्र्याक लिँदैछ एउटा यो कार्यशैलीले अलिकति ट्र्याक भन्दा हिजो त ट्र्याक बिग्रिरहेको थियो नि त थुप्रै खालमा निगरानी गर्ने विशेष त म के भन्छु भनेपछि सबैभन्दा मुख्य नेता फेर्नु भन्दा पनि अब जनता कहीँ सुनिन्छ नि जनता नै फेर्न पर्ने अवस्था भयो किन जनता फेर्ने भने अर्को देशबाट जनता ल्याउने होइन कि हामीले सोच परिवर्तन गर्नु पर्यो जस्तो हामीले मेरो रेस्पोन्सिबिलिटी के हो जस्तो म अहिले अभियन्ता भनेर हिँडिरहेको छु विद्यार्थी छु जस्तो मैले गर्ने समाजमा उठाउने इस्युहरू यदि त्यो निगरानी गर्ने निकाय भएको भए मैले उठाउनु पर्दैन थियो नि त बुझ्नुभयो नि त्यस कारण पनि यहाँनिर यो लुप हो यो होल ग्याप भयो कि सरकारले एउटा निर्देशन दिन्छ तर यहाँनिर युटिलाइज गर्दैन नि त जनताले पनि मान्दिन्न नि त सरकारले के भन्यो एडमिसन फी नलिने भन्यो तर तुलसीपुर उपमहानगरपालिका घोरे महानगरपालिकामा अब हाम्रै दाङको विषयहरू थुप्रै स्कुलहरूले अब एडमिसन फी लिनुभयो अब यसलाई निगरानी गर्ने को सरकारले दिएको निर्देशन पालना गरिदिने भने तपाईँ हामी जस्ता व्यक्तिहरू त हामी पढ्थ्यौँ लेख्थ्यौँ त्यस्ता इस्युहरू उठाउँथेनन् तर आज हामीले इस्यु उठाउँदै गर्दा उहाँहरूले हामीलाई हेर्ने दृष्टिकोण अब जस्तो प्रतिष्ठानको इस्यु उठायो अहिले साथीले सिमेन्ट फ्याक्ट्रीको इस्यु उठाइरहनु भएको छ अब विश्वविद्यालयको हेर्नुहोस् अवस्था त्यस्तै छ होइन अब यस्ता इस्युहरू सरकारको निकायबाटै एउटा निगरानी गर्ने भनौँ कि अझ खासमा भने त जनता नै सुदृढ हुने हो भने हामीले त गर्नै पर्दैन थियो हामी त सरासर पढ्थ्यौँ लेख्थ्यौँ हामी पनि आफ्नो जागिर पेसातिर लाग्थ्यौँ त्यस कारण जनता पनि अलिकति सुदृढ हुन जरुरी छ दाङ क्षेत्र नम्बर 2 को बजेट आयो जुन 8384 को यसलाई कसरी हेर्नु अब अहिलेको सरकारले ल्याएको बजेट राम्रै होला भन्ने मेरो अपेक्षा छ होइन विशेष त म यो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जुन 88 करोड रुपियाँ फ्रिज भएको छ त्यसमा चाहिँ म एकदम दुखित छु साबिक राप्ती अञ्चलकै स्वास्थ्यको मेरुदण्ड हो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान त्यहाँको 400 शय्या बेडको अस्पतालको विषयलाई लिएर अहिले तपाईँको बजेट फ्रिज हुनु एकदम दुःखद कुरा हो त्यसकारण पनि आशा छ आगामी आउने बजेट भाषणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि होस् र यहाँ भइरहेका थुप्रै शैक्षिक संस्थाहरू र विशेष गरी बङ्गला चुलीको विषय घरधोराको विषय खानेपानीको विषयलाई अझै अगाडि बढुवा लैजान सकोस् र साथसाथै अहिले केही नभए नि एउटा सुरुवात भएको छ दाङमै एउटा हवाईको लागि एयरपोर्टको विषय त्यो बजेट थोरै भए पनि बजेट विनियोजन भएको छ त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु र समग्र रूपमा दाङलाई विकासको मोडेलमा लैजाने हो भने प्रतिष्ठान शिक्षा अहिले थुप्रै अहिले संस्कृत विश्वविद्यालय अहिले इन्जिनियरिङ क्याम्पस खोल्दैछ एउटा शैक्षिक हबको रूपमा निर्माण गर्न सकिन्छ भन्ने विषय छ दाङ क्षेत्र नम्बर 2 प्रतिनिधि विपिन आचार्यज्यू को काम कस्तो लाग्यो अब उहाँ मेरै क्षेत्रको सांसद पनि हुनुभयो र साथै मेरै पार्टीको सांसद पनि हुनुभयो त्यसकारण पनि मैले अब उहाँलाई
बढी प्रोत्साहन बढी प्रशंसा गाउन त्यति उचित हुन्न, तर पनि उहाँले देखाएको जुन सांसदको काम के हो भन्ने कुरा उहाँले राम्रोसँग गर्नुभएको छ। र विशेष त उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि एकदम जुझार नेता हुनुहुन्छ, शालीन नेता हुनुहुन्छ। उहाँहरूको थुप्रै इन्टरभ्यूहरू अहिले हेरेका छौँ, तपाईँ हामीले नै हेरेका छौँ, राम्रो बोल्नुहुन्छ। र विशेष गरी संसदमा पनि राम्रो, अस्ति बङ्गलादेशको विषयलाई उठाउनु भएको छ, प्रतिष्ठानको विषयलाई उठाउनु भएको छ। सांसदको काम के हो त्यो चाहिँ पर्फेक्ट रूपमा निभाउनु भएका कारण उहाँलाई मैले मेरो दृष्टिकोणबाट चाहिँ राम्रै देख्छु र आगामी दिनको पनि राम्रो होस् भन्ने म अपेक्षा गर्दछु। दाङमा अब साँच्चै पनि अर्को वर्ष बजेट आउला नआउला, अब आन्न 5 वर्ष त हाम्रो टेन्सन भयो दङ्गालीवासी भन्न चाहिँ जुन कन्स्पिरेसी थ्योरीहरू फैलिरहेको छ फेरि पनि, अब यो कुरामा के भन्न चाहन्छु? म तपाईँलाई एउटा यो ठ्याक्कै जोड्छु म पुरानो पोलिटिकल प्र्याक्टिस र यो अहिलेको प्र्याक्टिसबाट। जस्तै हिजो के हुन्थ्यो भनेपछि अहिले 18वटा मन्त्री बनाउने सिस्टम बालेन सरकारको आयो, त्योभन्दा अगाडि 28-29वटा मन्त्री बनाउने र के गर्ने भनेपछि 28-29वटा मन्त्रीले त्यो 28 जहाँबाट निर्वाचित हुनुभएको छ उहाँहरू त्यो 28-29वटा निर्वाचन क्षेत्रमा बजेट बाँड्ने सिस्टम थियो कि उहाँहरूले आफ्नो निर्वाचन क्षेत्र बाहेक अरू हेर्नुहुन्थेन कि त्यही कन्स्पिरेसनल थ्योरी बस्यो। अनि आज हामी पनि त्यही जनता त्यहीमा अल्झिरहेछौँ कि विपिन कुमार आचार्यले दाङको लागि त मुद्दा उठाउनुपर्छ, तर ओभरअलमा त विपिन कुमार आचार्य त देशकै सांसद हो नि त, अनि स्वर्णिम वागले देशकै अर्थमन्त्री हो नि त। यदि उहाँले लाउने भयो भने त आफ्नो क्षेत्रमा मात्र लाउनुहुन्थ्यो, देशमै बाँड्नु भएको छ। त्यसकारण समग्र रूपमा देशलाई नै विकास गर्न कारण दाङ क्षेत्र नम्बर 2 पनि विकास हुन्छ। त्यसकारण ढुक्क हुनुहोस्, त्यसरी हो नि त लैजाने। त्यो हिजोको कन्स्पिरेसन थ्योरी बसेका कारण आज हामी जनताहरू त्यहीमा अल्झिरह जस्तो लागिरहेको। जस्तै एउटा अभिव्यक्ति कन्ट्रोभर्सीमा आइरहेको छ कि त्यही बेला तपाईँको पार्टीको सभापति पार जानु र सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूको चाहिँ त्यो अभिव्यक्ति आउनुलाई तपाईँले के भन्न चाहन्छ? यसले इम्प्याक्ट नेगेटिभ पार्ला जस्तो लाग्छ कि पोजिटिभ पार्ला जस्तो लाग्छ? तपाईँको सर्ट टर्म इम्प्याक्ट भन्दा पनि म तपाईँलाई एउटा यस्तो कुरा हुन्छ, तपाईँ र म बसेर आज सीमा विवादको कुराले तपाईँ र मैले त्यो समाधान गर्न सक्ने विषय होइन कि सीमा विवाद सीमाको विषयमा सीमा तथ्य हिजोको कूटनीतिक सन्धिहरू त्यसमा रहेर एउटा बहस गर्न जरुरी छ कि आज तपाईँ हामीले गाउँ समाजमा त्यस विषयमा छलफल गरेर त्यति उचित परिणाम ल्याउन सक्छ भन्ने मलाई लाग्दैन। र विशेष त प्रधानमन्त्रीजीले भन्नुभएको भएको कुरा एज युजुअल रूपमा त्यति गलत पनि छैन, किनभनेपछि हामीले पनि सीमा मिचेका छौँ र उहाँहरूले पनि सीमा मिच्नु भएको छ। त्यसकारण यसलाई बसेर एज अ मित्र भावको रूपमा समाधान गर्छौँ भन्नुभएको छ। र साथसाथै तपाईँको सीमा विवादको कुरा कूटनीतिक रूपमा पनि जोडिएको हुन्छ, भू राजनीतिमा पनि जोडिएको हुन्छ। थुप्रै हामी अझ देश नेपाल ठुला विशाल राष्ट्रको बिचमा छौँ, अझ महत्त्वपूर्ण साउथ एसियाको महत्त्वपूर्ण भागमा छौँ। त्यसकारण पनि यस विषयमा आशा छ हाम्रो प्रधानमन्त्रीज्यूले भनेको वक्तव्यबाट समाधानको बाटोमा देशलाई लैजानुहुन्छ भन्ने कुरा छ। र आज विवाद हुनु र भोलि त्यसलाई समाधानको रूपमा लैजानु ल आजको सर्ट टर्म पपुलरिजमले समाजलाई त्यति इम्प्याक्ट गर्दैन भन्ने कुरा मलाई लाग्छ। अहिलेको सरकारको काम कस्तो लाग्छ तपाईँलाई? एउटा अभियन्ताको रूपमा नै कि एउटा आम जनता आफैले नै कुनै ठाउँमा सर्भिस लिन जाँदाखेरि पहिलेभन्दा बेटर फिल जस्तो भएको छ कि होइन? सबै ठाउँ त्यस्तै नै छ होइन, त्यति ड्रास्टिक चेन्ज चाहिँ भएको छैन। अलिकति ट्र्याकमा लगाउन चाहिँ खोजिरहनु भएको छ, किनभने हिजो 35 वर्षदेखि एउटा अर्कै रुममा फैलिएको ट्र्याक अलिकति चेन्ज गर्न लाउनु भएको, तर त्यति ड्रास्टिक चेन्ज चाहिँ भएन। तर आशा छ यो सरकारले राम्रै गर्नेछ र शुभकामना छ, राम्रो गर्नुहोस्, ट्र्याकमा लैजानुहोस्, राजनीतिलाई राजनीतिकरण गर्नुहोस्, असल राजनीति गर्नुहोस्, जसको जे काम गर्नुपर्ने त्यो गर्नुहोस्। र बालेन शाहको कार्यशैली के हो भनेपछि हिजो बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदाखेरि उनले जाडुको छडी गरे होइन कि केही पनि गरे होइन, उनले सिर्फ के गरे जसको जे रेस्पोन्सिबिलिटी हो त्यो पुरा गरे हो भनेर विभाग हुन्छ। जस्तो कि महानगरमा पनि त आफ्नो विभाग हुन्छ, त्यो विभागको के काम हो पर्फेक्ट रूपमा गर्नु पर्यो, उहाँले गरे त्यही हो। अझ त्यसलाई के भन्यो भने प्रक्रियागत सिद्धान्त भन्यो होइन,
त्यो सिद्धान्त लागू गरेकै कारण आज बालेन शाह देशको प्रधानमन्त्री हुनुभयो र यही प्रणालीलाई अगाडि लगाउन सक्नुभयो र जनतामा पनि यो प्रक्रियागत सिद्धान्तलाई अगाडि लगाउन सक्नुभयो भने देश एउटा सुमधुर बाटोमा जान्छ भन्ने मेरो विश्वास छ। तपाईँले सामान्य प्रधानमन्त्री बालेन शाहज्यूले भेट्नुभयो भने सर, बालेन शाहज्यू चाहिँ कस्तो मान्छे हुनुहुन्छ? म एकदम अब मैले त्यति लामो समय त भेटेँ होइन, म 10 मिनट भेटेँ अझ त्यो पनि चुनावी को विषयमा भेटिया हो र उहाँसँग कुरा गर्दा उहाँ एकदम मलाई लाग्छ आशा छ उहाँले देशको विरुद्धमा गलत काम कहिले पनि गर्नुहुन्न र उहाँ एकदम देशको लागि खाँचो पर्ने एउटा नेता हो जस्तो लाग्छ, अझ डेलिभरी दिन सक्ने नेता हो। तपाईँले यही भन्दै गर्दा हामी त 3-4 साथीहरूलाई चाहिँ अध्ययन गरेको थियौँ आन्तरिक रूपमा। हजुर, त्यहाँ के भन्छ पहिले त विराटले बालेन शाहलाई चाहिँ नराम्रो भन्दै हिँड्थ्यो होइन भन्ने कुरा हाम्रो। अहिले त आज त गुणगान गाउँदै हिँड्छ, यो स्वार्थी त भएको छैन नि विराट भन्ने कुरा कसरी भन्न चाहन्छ? होइन, म तपाईँको 79 सालदेखि नै बालेनप्रतिको एउटा दृष्टिकोण पोजिटिभ थियो। मलाई आशा थियो बालेनजीले बालेनजीले राम्रो नगरे पनि नराम्रो चाहिँ गर्नुहुन्न र त्यसै रूपमा मैले आज उहाँलाई आलोचना गर्नुभन्दा पनि उहाँले आलोचना गर्दा गर्दै मैले यदि गरेको थिएँ भने मैले गर्न चाहिँ गरेको थिइनँ, यदि गरेको थिएँ भने उहाँले मैले अझ नेगेटिभ भन्ने मान्छेलाई त उहाँले गलत प्रमाणित गर्नुभयो नि त। यदि उहाँ गलत हुनुहुन्थ्यो भने त आज देशको प्रधानमन्त्री यसो 2/3 सरकारको प्रधानमन्त्री हुन सक्नुहुन्थेन नि त। बुझ्नुभयो? तपाईँको विचारमा अहिले घोराइलाई नाङ्गभन्दा पनि घोराइलाई आवश्यक कुराहरू के छन्, समस्या के छन् र आवश्यक कुराहरू के छन्? घोराइलाई विशेष त एउटा अहिले पछिल्लो समय एउटा शैक्षिक हबको रूपमा निर्माण भइरहेको छ घोराइ होइन, र साथसाथै हिजोको घोराइ बजार व्यावसायिक बजार थियो के। हिजो साबिक राप्ती अञ्चलकै मान्छेहरू यहाँ व्यापारको लागि आउनुहुन्थ्यो कि, तर आज यो जस्तै पहिला यो प्युठानको बाटो थिएन, पहिला होलेरको मार्ग हुँदाखेरि रुकुम रोल्पा प्युठान जताकतैको मान्छे आउने भिडभाड हुने थियो, तर अहिले अलिकति बजार सानो भइरहेछ। अहिले यहाँको स्थानीय रोल्पाको सर्टेन यताको रोल्पाको मान्छेहरू र यतातिर हाम्रो नारायणपुर बेल्टाका व्यक्तिहरूले मात्र जोगाइदिइरहनु भएको छ। यसलाई अलिकति प्रमोट गर्नको लागि सडक सञ्जाल राम्रो बनाउन सकियो, एउटा पर्यटकीय हिसाबले पनि एउटा राम्रो स्थापना गर्न सकियो र शैक्षिक हबको रूपमा यसलाई निर्माण गर्न सकियो। किनभने अहिले घोराइ महानगरपालिकामा 2वटा ठुला आङ्गी क्याम्पसहरू, एउटा पहिले नै भएको आङ्गी क्याम्पस छ र अर्को इन्जिनियरिङको आङ्गी क्याम्पस खुल्दैछ। 2वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू, एउटा प्राइभेट सञ्जीवनी टिचिङ अस्पताल र सरकारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण। यहाँनिर अब देशैभरबाट पढ्नको लागि अध्यापन गर्नको लागि व्यक्तिहरू आउनुहुन्छ, उहाँहरूको लागि उचित बस्ने व्यवस्थापन गर्न सकियो भने एउटा घोराइलाई विकासको मोडेलबाट अगाडि लगाउन सकिन्छ। घोराइको स्थानीय सरकारको काम कस्तो लाग्यो? अब यस्तो मैले त्यस्तो अब अर्को पार्टीको व्यक्ति हुनुहुन्छ भन्दैमा नेगेटिभ भन्नु पनि हुँदैन। उहाँले गरेका थुप्रै कामहरू राम्रा पनि छन्, सिँचाइका कामहरू जस्तो प्रत्येक वडामा उहाँले ड्यामहरू निर्माण गर्नुभएको छ, तर अलिकति सिस्टममा लग्नु भएको छैन। जस्तो कि अहिले सडकहरूमा थुप्रै सडकहरूमा अहिले बिजुलीका बिलहरू उहाँहरूले घोराइ महानगरपालिका तिर्न नसकेर बन्द भएका छन्। त्यस विषयमा चाहिँ अलिकति गर्न सक्ने र सरसफाइको विषय 14 र 15 नम्बर वडा जुन बजार छ त्यसलाई चट्ट सरसफाइ गर्न सक्यो भने एक खालको हुन्छ। मैले चाहिँ उहाँलाई दिएको सजेसन र उहाँले गरेका थुप्रै कामहरू राम्रा पनि छन्, ती नराम्रा पनि छैनन्। उहाँले गर्न कोसिस गरिरहनु भएकै छ र उहाँले हिजो 74 भन्दा अगाडिको घोराइ महानगरपालिका र अहिलेमा अलिकति चेन्ज भएकै छ, तर जनता यो तपाईँको 18-19 तिरका जनताहरूको अवस्था अलिकति नाजुक नै छ। त्यहाँनिर सडक सञ्जालको अलिकति पहुँच भएकै छैन। अलिकति विषय समाजमा के छ भनेपछि आफ्नो वासस्थान केन्द्रित विकास भयो कि भन्ने छ। साबिक रामपुर गाविसमा मात्र विकास भएको हो कि भन्ने पनि एउटा बजारमा एक खालको र्युमर हो कि यो सत्य हो कि के हो, एक खालको प्रचार छ। त्यसलाई पनि अब त्यो भन्दै गर्दा त्यो पनि घोराइ महानगरपालिकामै पर्यो, किनभने ठिक छ त्यो उहाँले उतातिर विकास गर्नुभयो, अर्को मेयरले कतातिर गर्नु होला भन्ने विषय हो। तर अलिकति
दूरदराजका 18-19 तिरका बासीहरूको चाहिँ त्यो चाहिँ छ। 84 मा विराज पौडेल हामी कहाँ देख्छौँ? 84 सालको स्थान। अब यस्तो हो, यो अब समाजले र अवस्थाले मागेको कुरा गर्ने नै हो। तर अहिले चाहिँ मेरो हालचालले कुनै पनि त्यस्तो तयारी छैन र भोलि सिचुएसनले टाइमिङले गर्नु परे र समाजका लागि लड्नु परे भने जतिखेर पनि विराज पौडेल हाजिर छ। किनभने हिजोदेखि 16-17 वर्षको उमेरदेखि कलकलाउँदो उमेरदेखि विराजको नसामा समाजसेवा भन्ने छिरिसके पश्चात त्यो भोलिको दिनमा 84 मा कस्तो नहोला भन्न सकिँदैन। विराज पौडेलजीको लागि चाहिँ जिन्दगी के रहेछ? जिन्दगी भन्दा नि लाइफ बनाऊ होइन, त्यो लाइफ बनाऊ कि जिन्दगी एउटै नै हो होइन। त्यो त ठ्याक्कै भन्दाखेरि एक्सपिरियन्स भनौँ, एउटा एक्सपिरियन्स र एक्सपेरिमेन्ट गर्ने एउटा पिरियड हो। यहाँ चाहिँ नयाँ एक्सपेरिमेन्ट गर्न पाइयो र एक्सपिरियन्स त्यो भोगाइ पनि भयो, जुन भोगाइ नै जिन्दगीको मूल मन्त्र ठुलो कुरा रहेछ कि। आज 70-80 वर्षको वृद्ध बुवा आमासँग गएर उहाँहरूको भोगाइ सुन्दा कति आनन्द आउँछ, कति मजा आउँछ। त्यस्तै अब आफूले भोग्दै गर्दा त्यो पनि एउटा खालको मजा छ। त्यही नै हो चाहिँ। माया के रहेछ? माया एउटा साथ हो होइन। जस्तो तपाईँले मलाई माया गरेर यहाँ बोलाउनु भयो नि त, यदि माया थिएन भने त म पनि आज यहाँ हुन्थेन होला नि त, बोल्ने अपर्च्युनिटी पाउँदैन थियो होला। तपाईँले विराज पौडेलजीलाई पनि एउटा साथ दिएर आउनुहोस् विराजजी बसौँ भनेर कुराकानी गरौँ, सुनाउनुहोस् तपाईँको के छ, त्यही नै हो माया। युवाहरूलाई के मेसेज दिन चाहनुहुन्छ त? र तपाईँको प्रोजेक्टमा केही छ भनेपछि कसरी अरू युवाहरूलाई आह्वान गर्न चाहनुहुन्छ? र म खासमा युवा त अब म पनि युवा पऱ्यो, अब त्यति म उहाँहरूलाई सिकाउने अवस्थामा त त्यति भएको छैन। तर अब समाजका लागि पनि आफ्नो व्यवसाय पेसा छँदैछ र समाजमा के भइरहेको छ, कतै गलत भइरहेको छ भने त्यसको चाहिँ निगरानी गरौँ। सकिन्छ आवाज उठाउँ, सकिन्न त्यसको निगरानी कहाँ हो त्यसलाई ध्यान आकर्षण गर्ने ठाउँमा गरौँ भन्ने। मैले भन्न छुटाएको केही सोध्नु छुटाएको केही छ भने भनिदिनुहोस्। होइन, धेरै धेरै धन्यवाद। तपाईँहरूले सुरु गर्नुभएछ ऊर्जा पोडकास्ट, सम्झिनु भयो, धेरै धेरै माया छ। यस्तै प्रगति गर्दै जानुहोस्, त्यही नै हो। हस्, धन्यवाद।